यताबाट लाग्नुपर्ने हुन्छ। बाटो आइसक्यौँ कलाएर यही डाँडा छ यता चाहिँ अगाडि दाइ हुनुहुन्छ हजुर हाम्रो सामान चाहिँ यो गाडीमा छ टक्क लाएर ड्रमहरू पुरा यस्तो यस्तो गरिरहेको छ ड्राइभर अङ्कलले त चाहिँ मासतिर लागिसक्यो अब डेस्टिनेसनमा पुग्न मात्र बाँकी छ यस्तो छ बाटो चाहिँ आधी स्ल्याब छ आधी अफ रोड छ होइन आयो नराम्रो छ जस्तो बाटो चाहिँ यस्तो छ यो झरेर यो आएको उहाँ हुनुहुन्छ हामी पुग्नुपर्ने चाहिँ त्यो माथि डाँडामा हो यस्तो छ भ्यू चाहिँ टक्क लगाएर बबाल छ भ्यू चाहिँ बाटो चाहिँ एकदम नराम्रो एकदम 3 ठाउँमा लड्यो टक्क लगाएर हामी चाहिँ आइपुगिसक्यो टक्क लगाएर यहाँ हो भिडियो खिच्नु चाहिँ मिलाउँदै हुनुहुन्छ मिलाउँदै हुनुहुन्छ टक्क यस्तो छ भ्यू चाहिँ टक्क लगाएर अहिले चाहिँ हाम्रो खाने कार्यक्रम हुँदैछ खुवा ब्रेड टक्क लगाएर खुवा त यार पैसा भए त लान्थ्यो नि घरमा पैसा छैन फेरि लाने हो म दिन्छु तल बाइकको तेल बेच्यो भने कहाँ बेच्ने यो यस्तो छ अहिले चाहिँ हाम्रो एकजनाको सुट भइरहेको छ टक्क लगाएर हात छोड्दिएर जीवन लामा चाहिएगा जीवन लामा लास्टको मात्रै बताउ त हामी
यहाँ चाहिँ सिकाउनु भएर हामीलाई कुनै डर छैन हामी कृष्णमा उभिएका छौँ जयभन्दा बढी कृष्णमा हामी विश्वास गर्छौँ हामी विजयी भन्दा बढी छौँ तपाईँको नाममा हामी उभिएका छौँ तपाईँको शत्रुमा हामीलाई कुनै डर छैन हामीलाई कुनै डर छैन हामी विजयी भन्दा बढी छौँ कुनै डर छैन हामीलाई कुनै डर छैन हामी विजयी भन्दा बढी छौँ स्ट्यान्ड छ पछाडि ठिक छ होइन हात चाहिँ झर्दा चाहिँ यस्तो मुठी हुनु उल्टो भयो उल्टो होइन के छ्यामा त सँगै टाढा फाल्नु पर्यो छ्यामा गर्नु पर्यो निन्दा गरे पनि तपाईँले हामीलाई प्रेम गर्नुहुन्छ हरेक परीक्षामा हल्का फास्ट अनि सँगै पाउँछौँ हामी विजयी बढी छौँ तपाईँको नाउँमा हामी उभिएका छौँ हामी तपाईँलाई सँगै पाउँछौँ हामी विजयी भन्दा बढी छौँ तपाईँको नाउँमा हामी उभिएका छौँ तपाईँको हामीमा चम्किन्छ हामी विजय हुन्छौँ कुनै अहिले चाहिँ हामी चक्क लाएर घर जाँदै 6 बज्दैछ होइन 6 बजे रात परेको त्यो चाहिँ डेलो घडीको छ बजी कस्तो 8 बजे जस्तो भइसक्यो है किन्न जानुपर्छ अहिले चाहिँ चुच्चे खोलामा ल्याएर गइसक्यो